बडो ठाटका साथ हेलिकप्टर लिएर गृह जिल्ला ताप्लेजुङ पुगेका नेकपा एमालेका सचिव योगेश भट्टराई शौचालयमा थुनिएर सुरक्षा लिनु परेको छ। अब एउटा कथा सुन्नुहोस्। एकपटक गंगा मातासँग कसैले सोध्यो, तपाईको जलमा यति धेरै मानिसले नुहाउँछन् र आफ्नो पाप पखालेर जान्छन्, तपाईको पानी त पापै पापले भरिन्छ हैन त? गंगाले उत्तर दिन्, होइन, म त सबै पाप समुद्रलाई दिन्छु नि। उसले यही प्रश्न समुद्रलाई दोहोर्यायो। समुद्रले भन्यो, म सबै पाप बादललाई फर्काउँछु। अब उसले बादललाई सोध्यो, तपाई सबै यी पाप के गर्नुहुन्छ? बादलले उत्तर दियो, म जसको पाप हो उसैको घरमा वर्षाइदिन्छु र उसैलाई छोडिदिन्छु। यति भएपछि जसको पाप हो उसैसँग पुग्छ। जस्तो करनी उस्तै भरनी भने जस्तै काम अनुसारको प्रतिफल पाउनु प्रकृतिको नियमभित्र पर्छ। जनताले चाहेको नगर्दा र जनताले नचाहेको गर्दाको परिणाम हो पौने घण्टा पाइखानाको नजरबन्द। जनताले नेताका लागि मत ब्यालेटमा मात्रै हाल्दैन रहेछन्, मत नमिलेपछि नेतालाई नै पाइखानामा थुनिनु पर्ने परिस्थिति पनि बनाइदिँदा रहेछन्, जुन ताप्लेजुङमा देखियो। त्यसैले जनता नै जनार्दन हुन्, व्यापारी होइनन्।